अब हामी चाहिँ अन्त जाँदैछौँ हामीसँग के भन्नु विदेशदेखि हाम्रो दाइ आउनुभएको छ धेरै वर्ष पछाडि यता हेर्नु आउनु न पहिला आइसक्नुभएको तर पहिलो वेलकम ब्याक मेरो दाइलाई हामी हाम्रो फर्स्ट टुर भनौँ न हामी अब बिस्तारै बिस्तारै जानुपर्छ टुर होइन यस्तो मेरो ब्याक्समै खोलौँ न अब हामी कहाँ जान्छ दाइ भनिदिउँ न त हामी श्री अन्त जाँदैछौँ कोसँग टोली छ हाम्रो गाइज आजै फाल्टै कामले गर्दा फेर जस विदेश जान लागेको दाइलाई बिदा गर्नुको लागि हामी अन टुर ए पिकनिक जस्तो क्या हाम्रो दाइहरू हुनुहुन्छ यता हेर्नु दाइ यता हाम्रो फेरि राइडर दाइ दाइले मलाई लगभग कति दिने अरे पैसा कति पर फोटो 1000 पर फोटोको पर 1000 यस्तो बवाल माल भिडियो गर्दैछ नि दाइको चाहिँ अब हामी यहाँ चाहिँ लगभग दाइ कसको बाइक बिग्रेर हामी यहाँ रहिरहेको छौँ हामी यहाँ हाम्रो मनोज दाइ र हाम्रो अमित दाइको बाइक पर्खिरहेको छौँ हामी यस्तो चाहिँ भएन अमित सर तपाईँ सर भएर अब यस्तो डिसिप्लिनमा नहोस् हेर्नु सरी अमित सर तपाईँ कहाँ हो छिटो आउनु न कि भाउजूसँग पढ्दै हुनुहुन्छ हो छिटो आउनु न रुपेश दाइको चाहिँ नयाँ बाइक भएर अगाडि पुग्नुपर्छ अरे त्यही भएर अघि भाडी होइन यता फेरि दाइले मास्क लगाएर अब हामी यहाँबाट निस्किनुपर्छ हल्का हामी चाहिँ के भन्छ झापा र इलामको बोर्डर पानी पर्ला उसको कब्जा भइसक्यो नि फेरि यहाँ हाम्रो दाइ भेटिसकेको छ हामी कहाँ दाइ कहाँ अघि कति घन्टा भयो तपाईँहरू बसेको यहाँ हामी त खोइ यसले नि खोइ यता यता कता 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 छिराएर यो भनेर काट्नु कि नकाट्नु यता पानी हाल्नु हुँदैन यता डिगम्बर दाइ के भयो ए तातिँदैछ हल्का बाइकमा धुवा आइरहेछ माटो हाल्दैछ अब हामी माथि गएर कफी खाने ठाउँमा गएर बसेर भिडियो गर्ने अब ठ्याक्कसँगले हो सो डिभेन्टले यतापट्टि कफी खान आएको छौँ ठ्याक्कसँगले अब कफी खाएर जाने रात परिसक्यो खोइ दाइहरू दाइ के हो रात परिसक्यो त के हो कसले ढिलो गरेको कहानी चाहिँ कस्तो भन्दाखेरि ट्याक्क जिम जाँदै थियौँ म होइन जिम जाँदै थिएँ ओए त कहाँ गयो जिममा गएर लुगिन्छ अन्तु तँलाई मासु बोल्नु पऱ्यो के मासु खाउनु लान्छु भनेर ट्याक्क टिपेर लगेर यता हाम्रो फेरि डिगम्बर दाइ एनसी दाइ हाम्रो दाइ त यस्तो जाडोको बेला नि हाफ प्यान्टमा हुँदैन के भन्दा रहरमै दिनुभएको होइन अस्ति जुत्ता लगाएर भएको पेन्ट लगाएर भएको अटास मटास भयो अरे होइन त दाइलाई त्यही भएर आज हाफ प्यान्टमा ट्याक्क हामी चाहिँ अन्तरमा आइसकेको छौँ होइन दाइ राम्रो के भयो दाइ नाच्दैछु यता बाहिर गीत बजिरहेछ आगो ताप्ने हाम्रो चाहिँ खाना ठ्याक्कै दाइएर त नाच्दैछ खाना दाइ खाना आइसक्यो चिकन आएछ एउटा चिकन आएछ है मैला दाइ यहाँ त यो जग्गा सबैको यस्तो छ मेरो यस्तो छ यहाँ दाइको फाल्टो छ दाइको मात्रै हालको बाबा अमित सर हिजो चाहिँ हामी अन्तमा रमाइलो गरेर दामी ओ
ओभर म रमाइलो भएन यता सबले अब कस्तो भयो अनुभव सोधौँ न होइन ल यस्तो गरौँ न ल दाइले चाहिँ सबसे मजाले उठ्नु थियो गीत डान्स गर्दै कस्तो भयो दाइ ओभर बबाल भएर रमाइलो इन्जोय भएको छ क्या हिजोको दिनको चाहिँ बेलुकाको चाहिँ हाम्रो गेट टुगेदर गाइजहरूसँग होइन यता विनोद दाइ रातभरि यस अमित सर सुतेको मान्छेले उठाउँदा कस्तो भयो सुतेको मान्छेलाई उठायो नि केटाहरूले सुत्न दिएन यार छ्या कस्तो भयो यता सबसे रमाइलो गर्न चाहिँ यता दाइ क्या यता हेर्नु कस्तो भयो अरे राति कल गरिदिनु भनेको थियो ओ मलाई याद आयो मान्छे कल गरिदेऊ न भाइ भन्छ दाइ कस्तो भयो डिगा दाइ एकदम रमाइलो भयो रुपेश दाइले बिचारा सुतेको मान्छेलाई के गर्दै भन्नु डाइलगहरू दिन्न कसले घुरेर भाइ कस्तो घुरेको ओ त्यो घुर्नेको त्यसलाई बोधी हान्न बाबा रमाइलो भइदियोस् अब अन्त्यबाट निस्केको भन्दा हुन्छ अब यहाँबाट हामी निस्किने हर्कटै अथवा त्यो मैले दाइले मलाई कसैले अगाडि भनिसकेको क्या मैले हाल्नुपर्छ म जिम जान आएको थिएँ जिमको लुगा थियो ओ जाको लुगा लगाएर आइज त अन्त जान्छ होइन दाइ भनेर घुर्किँदै आएँ होइन होइन एकचोटि घुर्किँदै होइन हिँड्नु बाइक छ भने मैले जाको लुगा लगाएर खुर्र कुदेर लुगा लगाएर गएको होइन त अब यति भन्दै अब निस्किने अब यहाँबाट हामी यस्तो छ अन्तिको निस्क्यौँ यहाँबाट हामी निस्क्यौँ होइन आइहाल्यो फेरि मास बिहा छ क्या हाम्रो चाहिँ टोलीहरू हामी रेखा होटलमा छु मैले होइन अमित सर पर्फर्मेन्स कस्तो जान्छ अब रुपेश दाइ फर्स्ट डे ओ हामी त मटन हो नि हिजो कसरी हाल्दै थियो होइन म यहीँ बस्छु होला खै ल हामी रेखा होटल सुभाष काक्स हिजोको बदला दिनु पर्यो मासु भातको चाहिँ यति मात्रै खाएर हो दाइहरूको मटन आइसक्यो खाने विक्रम दाइ सबै दाइ मेरो चाहिँ चिकन हो अस्ति यो अन्तुको टिम क्या त यहाँ के हुँदैछ भनिदिनु त यहाँ फेरि हुँदैछ अब चाहिँ लास्टको पनि लास्ट क्या अब लास्टको पनि लास्ट फेरि लास्टको पनि लास्ट फेरि क्या अब लास्ट भिडियो अब हो र के कहाँ छ ए हो यहाँ केक चाहिँ अघि कटिङ भइसकेको रहेछ अब हामी यहाँ यस्तो खाँदै यो चाहिँ फेरि एक्सट्रिम हो अन्तिम भिडियो दाइलाई यहाँ यति भन्दै अब सेभ गर्ने अब चाहिँ भिडियो अब भोलि नत्र अरू बेला भिडियो हाल्ने हो ट्याक्कसँगले यता डिगम्बर दाइ माछा एडिङ ल हामी अब गुडबाई भनेको क्या हामीले चाहिँ त्यो सुन्ने बानी यो माछा यस्तो जग्गा माछा चाहिँ यो माछा हुनु कारण के भन्नु अलिकति ढिलो भयो बियर पनि खाइदिन्छ किन ढुटेको भन्दैन मातेर सबै ढुटाएर के है सब्जी यो चाहिँ सब्जी अहिलेको अलिक सङ्लो निस्केन अघि आएर